Himalayas, Nepal. चिसो हिमाल, खोला, झरना, जंगल, पहाड र त्यो धौलागिरीको सुन्दर दृश्य, ती तीन अग्ला शिखर हेर्दै हामी पुग्यौं हिडन लेक। यहाँ बाँड्न लाग्छौँ सोम के छ सब बढिया छ ल है त ट्रिप चाहिँ मिठो हुन्छ अहिले चाहिँ हामी पाल्पामा रेस्ट हल्का यहाँ चाहिँ दामी भ्यू देखेछ यस्तो दामी ल्यान्डस्केप हामी चाहिँ हिजो बुटोलबाट हिँडेको साँझसम्म चाहिँ हामी घान्टुक आइपुग्यो अनि आज चाहिँ हाम्रो ट्रेक स्टार्ट हुँदैछ। अब चाहिँ मैले सुनिल दाई प्याराडाइज फिल्मको स्टिकर टास्न जाँदैछु है म। मिस यु दाई। अब चाहिँ हामी ब्रेकफास्ट गर्न लाग्यो हिमालको काखमा बसेर ब्रेकफास्ट गर्नुको मजा नै छुट्टै छ है त गाइजहरु। नमस्ते नमस्ते नमस्ते। अनि अब चाहिँ हामी खोप्रा त पुग्न सकिन्न भन्नुहुन्छ, अब जहाँसम्म पुगिन्छ त्यहीँ बसिन्छ होला आज चाहिँ। अब चाहिँ हाम्रो नेक्स्ट स्टप भैँसी खर्क भन्ने ठाउँ छ अरे अगाडि, त्यही हुन्छ। त्यहाँ गएर चाहिँ खानाहरू खाइन्छ मजाले बसेर रेस्ट गरेर अनि अगाडितर्फ लागिन्छ होला है। हामीलाई चाहिँ बाटोमा हल्का टाइम लाग्यो खिच्दा खिच्दा, अनि त्यही भएर टाइम हामी बिहान पनि ढिलै हिँड्यौँ। त्यही भएर चाहिँ अहिले बल्ल भैँसी खर्कमा आएर खाना खान्छौँ अनि त्यसपछि हामी नजिकै आइसक्यौँ। 1 घन्टाको हिँडाइमा आइयो यहाँ चाहिँ। अब माथि एकछिन गरेर रेस्ट गरिन्छ अनि त्यसपछि फेरि अगाडिको डेस्टिनेसनतर्फ लागिन्छ हामी चाहिँ। टाढापानी आइपुग्दा चाहिँ साँझ परिसकेको थियो। हामी चाहिँ एकछिन कन्फ्युजनमा भयौँ कि त्यहीँ साँझ परिसकेको छ। अब हामीलाई पुग्नुपर्ने मेसार थियो अनि
जाने कि नजाने भनेर एकछिन डिस्कसन गऱ्यौँ। जाम पुगिन्छ भन्ने भयो। त्यसपछि हामी चाहिँ अगाडितिर लाग्यो। अनि एउटा पोइन्ट पाएर चाहिँ दुईटा बाटो आयो कि अब त्यहाँ जाने वे पनि छैन, यता कि उता थाहै भएन। एकछिन चाहिँ साइको हाल्यो, अँध्यारो भइसकेछ जङ्गलको बाटो, राइट साइड नै हैछ भनेर अनि गयो तल गयो। हिँड्दा अब आउँछ कि भन्दा 9:30 बजी चाहिँ बल्ल हामी बेसार पुगियो। माथिको टुप्पोको होटलमा पुग्ने हामी चाहिँ ओपर उकालो छ। अहिले चाहिँ हामी यहाँ इसारू भन्ने ठाउँमा आइपुग्यौँ। अझै हामी माथि टुप्पोमा पुग्न छ। उकालो चाहिँ राम्रै रहेछ, डेन्जरै रहेछ उकालो चाहिँ। भाइ कस्तो थियो उकालो? हामी लसन क्याप्ने बनायो उकालो। केटा समीर तँलाई चाहिँ कस्तो? त्यस्तो के भएन एकछिन त, अलिक पछि हेर्दै जाऊँ न। स्वागत धवलागिरी त्यहाँबाट न जाउँ। अब हामी त्यसै काखमा गएर अनि हामी दो बाटो पुगेपछि चाहिँ हाम्रो चाहिँ प्लानै चेन्ज भयो कि एक्कासी। खास हामी खयर लेक जान निस्केको थियौँ। अनि त्यहाँ दो बाटोको दाइ हुनुहुन्थ्यो एउटा, उहाँले चाहिँ त्यता चाहिँ नजानु, त्यता अझै मान्छेहरू पनि थुप्रेको छ, होटेलहरू पनि प्याक छ भन्ने जस्तो कुरा गर्यो। अनि त्यसपछि केटाहरूले नि ल हुन्छ जाम, हिडन लेक नै जाम भन्ने कुरा गरे के। अनि त्यसपछि चाहिँ सबैले अब जे भन्यो त्यही मान्नु पर्यो नि त। अनि त्यही भएर अनि हिडन लेक नै जाम भनेर एउटा डिसिजन लियौँ। अनि हिडन लेकतिर गयौँ, एकछिन बसियो घाम ताप्दै, त्यहाँ पनि बस्दै गयौँ। अहिले चाहिँ हामी यस्तो दामी ठाउँमा आछौँ। यहाँ अहिले चाहिँ यहाँ घाम तापिरहेको छौँ एकछिन। अब 5 मिनट पछि हामी यहाँबाट गइन्छौँ है त। अब चाहिँ हामी उकालो गइरहेको छौँ, तर रेस्ट गर्दै अलिक गाह्रो भएर ठाडै उकालो छ। हामी चाहिँ माथि पुग्ने हो, त्यही भएर अब चाहिँ बिस्तारै गर्दै गइरहेको छौँ है। सबै कस्तो भइरहेछ है?
दाइ कस्तो छ त नि यहाँ गोठको बसाइ? गोठको बसाइ चाहिँ ठिकै छ। जेस त्यही हो, आफूलाई जहाँ बस्यो त्यहीँ रमाइलो। खानासाना पकायो खायो, चौरी हेऱ्यो, बिहानमा दुने, बेलुकामा बाँध्ने, त्यही हो बटुल्ने। सो गाइज म चाहिँ अहिले हिडन लेकमा आइसकेँ। देख्न सक्नुहुन्छ भ्यू यस्तो बवाल छ नि। चाहिँ म यहाँबाट फर्किन्छु, ढिलो पनि हुन्छ, तल पुग्न पनि छ। सो थ्याङ्क्स फर वाचिङ है गाइज। हामी चाहिँ अहिले अन्नपूर्ण पौडेमा छौँ। यो चाहिँ हाम्रो हिडन भ्यालीको भ्यू हो। कस्तो बवाल छ यहाँको भ्यू चाहिँ। अनि हामी चाहिँ हिजो राति आइपुगेको थियौँ यहाँ, अनि एकछिन गाह्रो भयो सबैलाई। अनि राति हिँडेर आएको चिसोले गर्दा पनि गाह्रो भयो, त्यही भएर सुतिहाल्यौँ। यताउति केही भन्न इन्फर्मेसन दिन पाइएन। अनि बिहान उठेर हिडन लेकतिर लाग्यौँ। हेलो गाइज, जस्तो आए त्यस्तै बनाए।